नेपालले वेस्ट इन्डिजलाई हराउँदै एउटा हिस्ट्री क्रिएट गरेको छ साथीहरू आफ्नो तर्फबाट। हामीले सोचेको, हामीले कल्पना गरेको भन्दा पनि धेरै राम्रो खेलिदिए आज खेलाडीहरूले। जो साथीहरू पहिलो इनिङ हेरेर नेपाल हार्छ भनेर सोचेका थिए तिनीहरूलाई सायद यो जिन्दगीकै एउटा मोमेन्ट छुटे जस्तो अनुभव हुनेछ भोलि बिहान उठ्ने बित्तिकै अथवा यो समाचार थाहा पाउने बित्तिकै। र धेरै धेरै बधाई तथा शुभकामना छ नेपाली टिमलाई। तपाईँहरूले एउटा ठुलो जित हासिल गर्नुभएको छ र हाम्रो मुहारमा मुस्कान थपिदिनु भएको छ, त्यसको लागि धन्यवाद। र म आज सम्झिन चाहन्छु एउटा व्यक्ति, पारस खड्का सर, जो उहाँ क्रिकेट क्यानमा आइसकेपछि यत्रो आमूल परिवर्तन भएको छ। हामीले सोचेको, हामीले कल्पना गरेको भन्दा पनि धेरै राम्रो, धेरै फड्को मारिरहेको छ। र उहाँलाई आज म किन सम्झिँदैछु भन्दाखेरि क्यानका अध्यक्ष काङ्ग्रेसका झोला रहेछन् उनले अस्ति गाउँ गाउँमा टोल टोलमा गएर देउवाको घरमा भेटिएको पैसा चाहिँ एआईबाट बनाएको हो, त्यो फेक हो भन्ने विश्वास दिलाउनु पर्छ भन्ने व्यक्तिले यो सबै हासिल गर्न सक्थेन। त्यति चेतना स्तर भएको मान्छेले यो परिवर्तन ल्याउन सक्थेन भन्ने कुरा हामी विश्वस्त छौँ। यो सबै परिवर्तन आउनुमा पारस खड्काको हात छ। र हामीले एउटा व्यक्तिलाई सही ठाउँमा पुग्दाखेरि यत्रो आमूल परिवर्तन हुने रहेछ भने हामीले किन अरू व्यक्तिलाई पनि नपुर्याउने? हामीले क्यानका अध्यक्ष यिनको विरोध गर्नै पर्छ र आगामी दिनहरूमा पनि पारस खड्कालाई अगाडि बढ्ने मौका हामीले दिनुपर्छ। जसरी हुन्छ सामाजिक सञ्जालबाट दबाब दिएर भए पनि क्यानको अध्यक्ष भविष्यमा उनीलाई बनाउनु पर्ने हुन्छ साथीहरू। र अरू क्षेत्रमा पनि, राजनीति क्षेत्रमा पनि जताततै, जस्तै हाम्रो फुटबलतिर बेजोग छ त्यहाँ पनि हामीले हाम्रा खेलाडीहरू, पूर्व खेलाडीहरू लगायत राम्रो व्यक्तिलाई पठाउन सक्यो भने नेपालले यस्तै सफलता हासिल गर्नेछ।